पैसाको धनी अर्बपति हो अहिले अर्बपति छ अर्बपति भएर पनि डिप्रेस छ केटा मान्छेको हालत त्यस्तो हुन्छ कि पैसा कमाएर मात्र हुन्न कि हेर्नु कि पैसाले खुसी मिल्दैन कि हो कि न कति चिज किन्यो अहिले कति चिज किन्यो लिस्ट छ यहाँ लास्ट लामै लिस्ट छ क्या बिग मार्ट छिर्नु सिधैमा बिग मार्टबाट होइन प्राइस नहेरी च्याङ्दालाई यो ल्या त्यो ल्या सब चिज ल्यायो भन्नु यति लामो लिस्ट छ नि किनेको सामान 2-3 दिनमा यसले कति चिज किन्यो 5-10वटा टी सर्ट किने अहिले नयाँ टी सर्ट दिनकै नयाँ टी सर्ट लगायो होलीमा फाल्छु रे यति राम्रो मान्छेको भने पुरै कसरी चेन्ज भयो जाडो महिनाभरि केही किनेर गर्मी आउन सुरु भएको थिएन कि सपिङको लहरै भइगयो के पाँचवटा ट्राउजर रे जिम्मा लाउनलाई छुट्टै के जिम्मै दिउँसो नास्ता पिज्जा रे अनि डिलाइटको पिज्जा महँगो वाला साउने झन् हल्का अलिक पैसा यत्रो केटाले अन्डरवेयर कम्प्लिट मैले त एउटा मात्रै किने हो यसले त कति किन्यो यो पनि हो कुरा यहाँले भइरहेको ठिकठाकको कुरा एउटाको हो नि त त्यो एउटा हो नि त त्यो लेभल त यहाँ रहेछ त रुस्तम यहाँ छ अर्को गाह्रो छ केटा हो